फेरि पनि स्वागत छ युट्युब च्यानलमा। आज म फापरको पिठोको ढिँडो बनाउँदैछु। यो फापरको पिठो जुम्लादेखि आएको। जुम्लाबाट पनि यो नचालेर एकदम जाँतोमा ढुङ्गाको जाँतोमा पिसेर पठाइदिनु भएको छ। यो फापरको ढिँडो कसरी बनाउने भनेर म बनाउँदैछु। सबैभन्दा पहिला त यो पिठोलाई चाल्नु पर्ने हुन्छ। यसरी यो पिठोलाई म चाल्छु। हेर्नुस् त यति पिठो निस्क्यो, यति धेरै यो भुस बोक्रा निस्केको छ। एकदमै ओरिजिनल र अर्ग्यानिक पिठो हो। यो फापरको पिठो मसँग दुई किसिमको छ। यो प्योर अर्ग्यानिक पिठो हो यो जुम्लाको। भनेपछि यो मैले माडबाट किनेर ल्याएको। यो पिठोमा हेर्नुस् त कलर नै कति फरक छ, चेन्ज छ। यो प्योरमा चाहिँ अलि पहेँलो पहेँलो रङको चाहिँ हुन्छ भने यो अलि मिक्स टाइपको हुन्छ। अब यो पानीलाई चाहिँ उमाल्नुपर्छ ढिँडो बनाउनको लागि। त्यसको लागि मैले पिठो यसरी राखेँ। यसरी 3-4 मिनट जति मैले सेकिनलाई छोडिदिन्छु। ढिँडोसँग खानको लागि म अचार रेडी गर्दैछु। मलाई मिक्सरमा पिसेको भन्दा पनि यो ओखलमा पिसेको असाध्यै मनपर्छ। यसरी ढिँडोसँग खानको लागि यो अचार पनि रेडी भयो। यो ढिँडो पाकिसकेको छ। यसरी चलाउँदै गऱ्यो भने पाक्छ मजाले। यो ढिँडो रेडी भइसकेको छ। सँग खानको लागि म चिकन रेडी पार्दैछु। चिकनको लागि म तेललाई पहिला तताउँछु। चिकनमा चाहिने मैले सामग्रीहरू राख्दैछु। त्यसको लागि ज्वानो फुराएँ मैले। त्यसपछि मेथी, यो ज्वानो मेथी ब्राउन भइसकेपछि मैले मासुलाई राखेँ। त्यसरी म यसलाई फ्राई हुन दिन्छु मासुलाई। बेला चलाउने गर्नुपर्छ। यसरी यो मासु ब्राउन भइसकेको छ। यसमा म प्याज राख्छु। अब यसरी यो प्याजलाई भुटिन दिन्छु म एकछिनको लागि। यसरी यो प्याज ब्राउन भइसकेपछि यो बेसार राख्छु म। 2 चम्चा जति जिरा धनियाँको पाउडर, 1/2 चम्चा जति यो खुर्सानीको पेस्ट, अदुवा लसुनको पेस्ट हो। यो मिट मसला हो। यो ल्वाङ सुमेलको पाउडर हो। यो चाहिँ टमाटर। यसरी टमाटर राखिसकेपछि चलाउँछ। मजाले चलाउनुपर्छ। मसला सबैतिर लाग्ने गरेर यसरी यो मसला मजाले सबैतिर लागिसकेको छ, भुटिसकेको हुन्छ। अब यसमा म पानी एड गर्छु। यसरी म पानी एड गर्छु यसमा। यो त ढिँडोसँग खानलाई अलि धेरै पानी चाहिन्छ हामीलाई।
सुप धेरै बनाउनुपर्छ। यतिको सुप राखिसकेपछि म यसलाई 7-8 मिनेट जति पकाउनलाई छोडिदिन्छु। अब यो चिकन सुप पनि रेडी भयो ढिँडोलाई खानलाई। यसरी अब यसमा घिउ राख्छु म। घिउ असाध्यै मिठो हुन्छ ढिँडोसँग। यसरी हाम्रो अब ढिँडो रेडी भयो। अब खानालाई रेडी हुनुपर्छ। ल हेर्नुहोस् त, हेर्दै खाउँ खाउँ लाग्दो छैन त? तपाईहरु पनि यसरी बनाएर आफ्नो फ्यामिलीसँग इन्जोय गर्नुहोस् है त।